के भन्छ असाइनमेन्ट टाइटल यो तिमीहरूको असाइनमेन्ट यो टाइटल चाहिँ अब यो फाइलमा गरे भयो स्क्रिन के भने स्क्रिन त ए, ठिकै छ 3 पेजमा नि केही छैन सो मेरो यो टाइटल सिट भयो फेरि म नेक्स्ट पेजमा गएँ झार्नु पर्यो यसलाई पनि कपी गरेँ पेज भयो है सो मैले अब यहाँ के गर्नु पर्यो मैले डेट लेख्नु पर्यो जुलाई 31 ल 15 हो मेरो जुलाई छ क्या त्यही भएर म असाइनमेन्ट नम्बर ल्याब रिपोर्ट हो मेरो चेन्ज अर्कै हो नि त 15 यहाँसम्म क्लियर छ नि होइन म अर्को पेजमा जानु पर्यो अर्को पेजमा गएँ अर्को पेजमा चाहिँ अब मलाई टेबल अफ कन्टेन्टहरू चाहियो क्या यो फाइलमा यो लिस्टहरू छ नि त हेडिङहरूको होइन भनेको इन्ट्रोडक्सन टु वर्ड प्रोसेसर भनेर छ यसलाई पनि मैले अहिलेको लागि कपी गरेँ यता हालिदिएँ यो भयो त्यसो यसलाई पनि कपी पेस्ट गरिदिएँ सो यो भयो है अर्को भनेको मेरो यो ल्याब एक्टिभिटी र कन्क्लुजन भनेर छ यसलाई पनि मैले यहाँ पेस्ट गरिदिएँ ल भयो नि त होइन यो सबै भनेको मेरो हेडिङ हो नि त यहाँ अलिकति मिलेन होइन यहाँनिर चाहिँ हटाउनु पर्यो यहाँनिर पनि हटाउनु पर्यो सो अब यो हेडिङ यो भइहाल्यो हेडिङ बन्यो क्लियर छ होइन अब यसलाई यो भनेको मेरो के भन्छ च्याप्टर 1 देखि हो नि त यो भने त सेक्सन ब्रेक गर्नु पर्यो कि त्यो लेआउटमा गएँ मेरो कर्सर पोइन्ट आईको अगाडि छ लेआउटमा मैले सेक्सन ब्रेक हालेँ सो यो सेक्सन र पनि यो किन नेक्स्ट पेज भर्खर हालेको चाहिँ रिमुभ गरौँ है ओके सो यो हेडिङ भइहाल्यो ठिकै छ यहाँ नर्मल टेक्स्ट एउटा सो यहाँदेखि चाहिँ मैले एउटा सेक्सन ब्रेक गर्नु छ मलाई त्यो चाहिँ टेबल अफ कन्टेन्टको लागि टेबल अफ कन्टेन्ट चाहिँ यो पेजमा हुने भयो मेरो है यो चाहिँ च्याप्टर 1 देखि भयो ब्रेक गरौँ नेक्स्ट पेज गयो सो नेक्स्ट पेजमा गयो म बटम अफ द पेज यहाँ स्टार्टिङ लिङ्क हटाइदिन्छु पेज नम्बरको फर्मेटिङ गर्नु पर्यो फर्मेटिङ 1 2 3 नै छ सो 1 नम्बरबाट आइरहेछ अब मलाई यो माथिको चाहिँ हटाइदिनु पर्यो सो माथिको चाहिँ हटाए तलको चाहिँ बाँकी छ ल सो एउटा फर्मेटिङ आइरहेछ है
सो मेरो सिन्स यो सबै हेडिङ नै हो, अब यो हेडिङलाई मैले यहाँ टेबल अफ कन्टेन्ट भनेर लेखि नै सकेको छु। यहाँ रिफरेन्समा गएर मैले जेनेरेट गर्न मिलिहाल्यो त। ल मेरो टेबल अफ कन्टेन्ट आयो नि त, बुझ्यो हो? अब यो तल चाहिँ मेरो लिस्ट अफ टेबल लिस्ट अफ फिगरको लागि हो। अब मेरो लिस्ट अफ टेबल लिस्ट अफ फिगर भनेर नि छ नि त होइन, कुन कुन लोकेसनमा छ भनेर मैले यता अलरेडी त्यहाँ यो टाइटलमा मेन्सन गरेको छु नि त। यो लिस्ट अफ टेबल कहाँ कहाँ हुन्छ, लिस्ट अफ फिगर कहाँ कहाँ हुन्छ। सो मैले यसलाई कपी गरेँ। अब मेरो कहाँ कहाँ राख्नु पऱ्यो त, एउटा भनेको टेबल 2.2मा राख्नु पऱ्यो, 6मा राख्नु पऱ्यो, 7मा राख्नु पऱ्यो। 2 भनेको यो भयो, आर्किटेक्चरमा भयो। यहाँ यो एउटा राख्नु पऱ्यो। त्यसै गरी रिसिपिएन्ट अफ डेटाबेस भनेको मेल मर्जमा भयो। अनि अर्को 7 भनेको इसेन्सियल किबोर्ड सर्टकट भनेको यहाँ भयो। अब यहाँबाट चाहिँ बाँकी हटाइदिनु पऱ्यो। है तर यो राखेको मिल्या छैन नि त, मिल्या छ र? मेरो यो त पोइन्टमा छ नि त, तर मैले यहाँ त अर्कै राख्ने हो नि त। यहाँ त रिफरेन्समा गएर इन्सर्ट क्याप्सन गरेर इन्सर्ट फिगर होइन कि मलाई टेबल चाहिने हो। यो चाहिँ टेबल 1 भयो। सो टेबल 1को क्याप्सन चाहिँ मेरो यो कपी गर्नु पऱ्यो। सो मैले यहाँतिर चाहिँ टेबलको क्याप्सन गर्नु पऱ्यो। सो कोलन दिए, स्पेस दिए। ल सो टेबलको क्याप्सन पनि आयो। अब अर्को भनेको यो मेल मर्जको यो चाहिँ फिगर भयो, फिगर हो। अब फिगरमा यहाँ फिगर भनेर सेलेक्ट गर्नु पऱ्यो। सो ल यो भइहाल्यो। अब यो चाहिँ अलिकति नमिल्या रहेछ है। इन्सर्ट क्याप्सन गर्दाखेरि फिगर 1 राख्दाखेरि यो गर्दाखेरि अलिकति ल यो भयो। अर्को भनेको टेबल रहेछ, टेबलको यो भइहाल्यो। यहाँ चाहिँ इन्सर्ट क्याप्सन गरेर टेबल नम्बर 2 हाल्नु पर्यो। ल अब अर्को के छ त मेरो? अर्को भनेको लिस्ट अफ फिगरै छ। ए यो सबै छ नि त, मिस्टेक गरेछ मैले। फेरि एकचोटि गर्नु पर्यो भनेपछि यिनीहरू चाहिँ टेबल रहेछ है। सो टेबल 2 भइहाल्यो। ओके टेबल 2 भइहाल्यो। अब यो चाहिँ टेबल 3 भइहाल्यो अटोमेटिकली। ल सो टेबल 2 र टेबल 3 भइहाल्यो है। ल अब फिगर हाल्नु पर्यो। फिगर पनि यहाँ छँदैछ। मेरो फिगर पहिला यहाँ हाल्नु पर्यो होइन। सो यो चाहिँ अहिलेको लागि मैले कपी गरेँ। यसलाई 2.1 भनेको बटरफ्लाई पनि छ नि त होइन। बटरफ्लाई चाहिँ किन यो भयो नि त? सुरुमा त बटरफ्लाईकै राखौँ त्यसो भए। होइन सुरुमा त के हो यो? स्ट्रक्चरल ब्लु प्रिन्ट अफ यही भयो। इन्सर्ट क्याप्सन फिगर। सो यो चाहिँ भयो फिगर 1। बटरफ्लाईको लागि फिगर 2। यसको लागि फेरि फिगर 3। अब सिबी भयो, सिबी चाहिँ छैन। सिबी भयो, कर्पोरेट भिजिटिङ कार्ड। आइडी कार्ड। यो हेरिरहेको छौ नि होइन? आइडी कार्ड भयो। अर्को भनेको के छ? यहाँ फाइनल मेरो मोर्स आउटपुट प्रिभ्यू। आइडी कार्ड डिजाइन यसमा भइहाल्यो। अब यो रिसिपिएन्ट पछि चाहिँ फिगर चाहियो। ल यो भइहाल्यो। अब मेरो सबै क्याप्सनहरू पनि यहाँ राखिसकेको छु। अब यो एक्स्ट्रा डिटेलहरू मैले हटाइदिन पनि पायो। अब सो यो मैले यही टेबल अफ कन्टेन्ट भएकै ठाउँमा चाहिँ मैले यहाँनिर गएर यो इन्सर्ट टेबल अफ फिगर भनेर पहिला चाहिँ लिस्ट टेबलको चाहियो मलाई। सो यो भयो। अब यसपछि चाहिँ मलाई फिगरको चाहियो।
ल अब यहाँ चाहिँ मैले के लेख्नु पर्यो त हेडिङ लेख्नु पर्यो यो चाहिँ लिस्ट अफ टेबल अनि अब है यो चाहिँ तिमीहरूले पछि गर्ने हो है यो किन पछि गर्ने हो भन्दाखेरि मैले अहिले यो यहाँ कन्टेन्ट केही हालेको छैन नि त कन्टेन्ट केही नहालेको भएकोले सबैको पेज नम्बर 1 1 हालिरहेछ नि त अब टेबल अफ कन्टेन्टमा त तिमीहरूले अपडेट पेज नम्बर अपडेट इन्टायर टेबल गरेर यो अपडेट हुन्छ तर यो लिस्ट अफ टेबल लिस्ट अफ फिगरमा चाहिँ अपडेट हुँदैन क्या सो पछि फेरि एकचोटि हाल्नुपर्छ है होइन म्यानुअली गर्दा नि भयो तर अटोमेटिकली नै गर न पछि एकचोटि यो थिच्ने त हो नि यो हटाइदिने पछि फेरि एकचोटि यहाँ इन्सर्ट गर्ने त हो नि आफै आउँछ त्यसपछि सो मेरो ल्याब रिपोर्टको स्ट्रक्चर चाहिँ यस्तो हुने भयो टाइटल सिट छ टाइटल सिट पछि मेरो के छ त यहाँ कभर पेज छ कभर पेजमा यो डिटेलहरू भयो डिटेलहरू भरिसकेपछि यो एउटा चाहिँ किन आइरहेको छ फेरि सो यहाँ एउटा छुटेछ है टाइप्स अफ वर्ड प्रोसेसर भनेर छ एउटा अर्को हेडिङ के छ त चलो यो भइहाल्यो यहाँ लेखेर अब यसलाई चाहिँ अपडेट गर्यो भने आउँछ सो यस्तो चाहिँ हुनु पर्यो है अब बाँकी भनेको यहाँ कन्टेन्ट राख्ने हो अनि अर्को भनेको यो कलर चेन्ज गर्नु पर्यो है कलर भनेको सबै टाइम्स न्युज रोमनमा हुनुपर्छ भनेको थिएँ नि त टाइम्स न्युज रोमन अनि यहाँ 12 गरौँ अहिलेको यो कलर ब्ल्याक गरौँ जस्टिफाई गरौँ ल भइहाल्यो अनि लाइन स्पेसिङको लागि 1.5 गरौँ रिमुभ स्पेस आफ्टर प्याराग्राफ 1.5 ल यस्तो भयो यो चाहिँ एक पेज बढी गएको भयो त्यसले गर्दाखेरि है अब यिनीहरूलाई चाहिँ बोल्ड गर्नु पर्यो यो किनभने यो सबै हेडिङ हो नि त हेडिङ र यो भइहाल्यो यसलाई चाहिँ बोल्ड गरिदिउँ अलिकति 14 गरिदिउँ ल है अब यहाँ चाहिँ के गर्नु पर्यो कन्टेन्ट राख्नु पर्यो सिम्पल है अब ह्यान्ड रिटन कन्टेन्ट राख्नु पर्यो अनि फिजिकलमा ह्यान्ड रिटन कन्टेन्ट राख्नु पर्यो यहाँ त अब टेक्सचुअल डेटा राख्नलाई यहाँबाट ताने नि भइहाल्यो खोइ चल्दैन नेट सो है अब यो google.com चल्दैन भनेपछि मैले अब के गर्ने त सिम्पली यता यो सबै कपी गरेर यहाँ अब कति दिन्छ थाहा छैन अब त्यो कपी पेस्ट मात्र त गर्ने हो नि अब यो गर्नलाई पनि तरिका छ है फेरि डाइरेक्टली गर्यो भने तिम्रो फर्मेटिङ बिग्रिन्छ है सो एउटा मैले नोटप्याडमा फाइल बनाएँ त्यो नोटप्याडलाई मैले यता अब फर्मेटिङको सेटिङ त्यो गर्दा नि हुन्छ तर अलिकति त्यहाँ झ्याउ हुन्छ ल तरिका ल भइहाल्यो ल ल यहाँ चाहिँ कपी पेस्ट गर्न मिल्यो है ल फेरि फर्मेटिङ चाहिँ बिग्रियो है होइन त्यो कन्टेन्ट बिग्रिन्छ भनेर हो क्या नत्र यही कपी पेस्ट नै गर्न मिल्छ पछि मिलाउँला नि त ल इन्डिभिजुअल कपी पेस्ट गर्नलाई पनि यस्तो राखौँ त साइड बाई साइड ल एउटा भयो टाइप्स अफ वर्ड प्रोसेसर भनेर भयो आर्किटेक्चरमा त अब तिमीहरूको फिगर चाहिहाल्यो
यहाँ स्क्रिनसट गर्नको लागि त्यहाँ चलाइरहेको छु नि त मैले स्क्रिनसट यो त कहाँ आयो Today we're going to label. मिल्छ पहिला हेरेको नि यो सक्यो लाइफ साइकल अफ बटरफ्लाई चाहियो अँ लास्टतिर के गर्ने कन्क्लुजनको पार्ट भने कन्क्लुजनमा यहाँ छ त तिमीहरूले अस्ति भनेको थियो त यो यसरी यो ल्याब रिफ्लेक्सनमा के सिक्यो तिमीहरूलाई आयो के चाहिँ आ छैन भनेर यो पोइन्ट वाइज लेख्ने भनेर भनेको थिएँ अनि त्यसै गरी कन्क्लुजनमा चाहिँ एउटा प्याराग्राफ तिमीहरूले यो पार्टिकुलर ल्याब रिपोर्ट स्टडी गरेर यो प्रोजेक्ट गरेर रिपोर्ट बनाएर के सिक्यौ भनेर लेख्ने हो क्या किबोर्ड सर्टकटमा त्यो टेबल यसरी के भन्छ बनाएको वाला युज गरे नि हुन्छ प्रिन्ट गर्दा नि हुन्छ प्रोसिडरहरू पनि लेख्नु पर्यो
लेफ्ट साइडमा राइट साइडमा भन्दा पनि त्यो अगाडि पछाडि लेख न माथि यसरी यो अनि ल डिटेलहरू भर्न सक्यो यसलाई अलिकति मिलाम सो यसमा चाहिँ यो जुन टेबल अफ कन्टेन्ट छ यो टेबल अफ कन्टेन्टमा त अब यो अटोमेटिकली गरेको जस्तै यहाँ जेनेरेट हुँदैन नि त तिमीहरूले ह्यान्ड रिटनमा कति पेज हुन्छ थाहा हुँदैन नि त सो त्यो बेला चाहिँ यहाँ तिमीहरूले खालि टाइटल मात्र लेख्ने यो पेज नम्बर चाहिँ हटाउने के अनि प्रिन्ट गर्ने यो चाहिँ हटाएर जस्तै यहाँ मैले 1 हटाइदिन्छु
सो 1 हटायो नि त। त्यसरी पेज नम्बर हटाएर चाहिँ प्रिन्ट गर्नु पऱ्यो। आफैले लेख्नु पऱ्यो। सो मेरो यो ल्याब रिपोर्ट भयो, यसलाई सेभ गरेँ। सेभ एस एउटा चाहिँ यो एउटा यो भयो, अर्को भनेको पिडिएफ फर्मेटमा नि सेभ गरेँ मैले। चलो अब मेरो ल यो मेरो भर्चुअल ल्याब रिपोर्ट भयो क्या। पठाउँदा अब यो पनि पठाउनु पऱ्यो, अनि अर्को भनेको तिमीहरूको त्यो फिजिकल पनि बुझाउनु पऱ्यो है। यो कुनै एउटा फाइल बुझाउँदा हुन्छ क्लासरुममा। अब यो कसैलाई चाहिन्छ भने चाहिँ म यो पार्टिकुलर लोकेसनमा चाहिँ अपलोड गर्छु। यसको लागि के छ, एकैछिन कति मिनट छ, क्रोम छैन र यहाँ छ त।